ओके, मैले चाहिँ आज नयाँ होइन डे 5 को भिडियो ल्याएर आइसकेँ होइन। आजको भिडियो चाहिँ के छ भन्दाखेरि मैले मोबाइललाई कम्प्युटर जस्तो चलाउनलाई होइन मैले के गरेर म आफ्नो मोबाइललाई कम्प्युटर जस्तो चलाउँछु होइन। मोबाइललाई हामीले कम्प्युटर जस्तो चलाउनु मिल्ने कम्प्युटर जस्तो होइन, एउटा एकैचोटिमा 2टा एप्स 3टा एप्स चलाउनु मिल्ने खालको त्यस्तो होइन। त्यो तरिकाको एप्सको बारेमा आज जानकारी दिन्छु। भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला र लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। आज चाहिँ डे 5 को भिडियो बवाल हुनेछ। मोबाइललाई कम्प्युटर बनाउने पनि सोच्दै अनेक छ त। अब म चाहिँ अब लागेँ है आफ्नो त्यो टपिक्सतर्फ। ओके, अब चाहिँ स्क्रिन चाहिँ देखिरहेको होला होइन। म चाहिँ प्ले स्टोरमा जान्छु होइन। मोबाइललाई कम्प्युटर जस्तो बनाएर चलाउने जुन सेटिङबाटै अन गरेर हामीले चलाउन सक्छौँ होइन। कम्प्युटर लन्चर 12 अनि ब्याकेट दिएर विन्डोज 11 ट्याक्क सर्च गर्ने होइन। त्यसपछि आउँछ यहाँ कम्प्युटर लन्चर प्रोदेखि यो यहाँ इन्स्टल गर्ने होइन। अब इन्स्टल गरेपछि न पैसा लाग्छ न केही लाग्छ होइन। यसले हामीले सेम टु सेम मोबाइललाई कम्प्युटर जस्तो बनाएर चलाउन सक्छौँ। यसलाई चाहिँ होइन म चाहिँ पुरा भिडियो देखाउँछु। एक्जाम अब यो ओपन भयो भने र ओपन गर्ने यहाँबाट अब चाहिँ ओपन भयो। यसलाई चाहिँ मैले सेटिङबाटै अन गर्न सक्छु। ल मेरो चाहिँ स्क्रिनमा आइसक्यो होइन। अब सेटिङ देखाउँछ यास गर्ने सेटिङमा गएर यहाँ कम्प्युटर लन्चर प्रो फर्स्टमा देखिरहेको भएको होला, यहाँ अन गर्ने आफै यहाँ भयो होइन। ल यो चाहिँ होइन मोबाइल चलाएको जस्तो हुँदैन होइन। यो यहाँ चाबेर सबै एप्सहरू साइडमा आउँछ अनि आफूलाई यसमा यहाँ एप्स राख्न मन लाग्यो भने यहाँ गएर होइन इन्टु टेक्स्ट बार गरिदिन्थ्यो भने यहाँ युट्युब आयो होइन। मैले यसलाई पनि राख्न चाहेँ इन्टु टेक्स्ट बार यहाँ पनि आयो होइन। यो सबै आउँछ। म अब एल्बमलाई राख्न चाहेँ इन्टु टेक्स्ट बार गर्ने पनि यहाँ ठ्याक्क आइहाल्छ। अनि यहाँबाट केही छ कि नै हो मेसेजहरू आएको हेर्न मिल्ने गर्ने चाहिँ अब होइन। यो चाहिँ भयो फिल्डमा भयो। अनि अब गुगल म्याप्सहरू 3टा भए होइन। सोसल मिडिया यो मेसेन्जर वाट्सएप सोसल युजर गर्ने नेम आफ्नो राख्न मिल्यो। फुटबल मैले चाहिँ राखेँ। अनि अब आफूले यहाँ के छन् होइन यता सबै हेर्न मिल्छ होइन। ल अब चाहिँ होइन आजको भिडियो त हेरिसक्नुभयो होइन। यस्ता अरू भिडियोहरू पनि लिएर आउँछु। त्यतिसम्म लागि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। 1K सब्सक्राइब पुग्यो भने बब्बाल हुन्छ होइन। त्यसपछि प्राङ्क भिडियोहरू पनि आउँछन् त्यसपछि होइन फन्नी भिडियोहरू हाल्छु। त्यसको लागि पहिला सब्सक्राइब गर्नुहोस् अनि मेरो भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब अल। ओके, गुड बाई। अर्को भिडियोमा भेटौँला।